guys, welcome to my new vlog. कस्तो छ हजुरहरूलाई सन्चै होला मलाई पनि लाग्छ तपाईँहरू एकदम मेरो पछाडिको लोकेसन एकदमै बबाल छ गाइस होइन एकदमै बबाल छ होइन म चाहिँ होइन एकदमसँगले अब हल्का घर बनाउनु भनेर यसो खोला खोला गोबर गाउँ गाउँ होइन कुदिरहने हो कि अब चट्ट हेर्नु पर्दाखेरि होइन त्यो जङ्गलहरू कस्तो बबाल हरियो छ यो बगरहरू हेर्नु खोला कति निलो सङ्ग्रो छ नि होइन एकदमै बबाल छ कि एकदमै म चाहिँ रागा हेर्नु भनेर आएको गाइस होइन यो रागा नि तपाईँको चढ्नु छोडेर हिँडेको गर्छ के भन्नु क्या यो रागालाई न चढ्नु मन छ न अब घरमा नै अब यतिकै बस्नु पनि त्यति अब भएन होइन अब यसो हिँडाइदिनु कुदाइदिनु यस्तो यिनीहरूलाई पनि कुदाइदिनु यिनीहरूको पनि होइन अब हामीलाई पनि त घरमा बस्दा अल्छी लाग्छ बोर हुन्छ नि त त्यो गाइस होइन त्यही भएर यिनीहरूलाई पनि यो रागिने फेरि गयो कि हेर्नु न त्यही भएर त्यो गाइस होइन आजको यो मेरो भल्लो छ यो खोला छ नि एकदमै सफा छ कि तपाईँको एकदमै सफा छ कस्तो लाग्छ तपाईँको गङ्गा छ गङ्गा छ तपाईँको त्यो गाइस होइन यो खोला हेर्नु होइन यति राम्रो यति चिसो छ तपाईँको म ननको मात्रै होइन खोला यति चिसो छ नि अहिलेको टाइममा घाम लगाएर पनि तपाईँको मलाई खोलामा डर लाग्छ क्या जाडो मलाई यस्तो पानीदेखि चिसो पानी यस्तो इलेक्ट छ नि त्यही भएर चाहिँ म है ननको पनि हप्तादिन जस्तै नै भइसक्यो है गाइस अब के भन्नु है यस्तो भइदिनु अब यस्तै हो यो रागा देखेर मलाई कस्तो भइसक्यो भने तपाईँको चल्नुहोस् एउटा बगरमा आइरहेको छ है हुन त म यो लोकेसनमा आउँथिनँ होला यो लोकेसनमा तपाईँको यही रागा हिँडेर गरेर नै आइपुग्यो है ठिकै छ यहाँ आएर यो राम्रो चिजहरू देखाउनु लाग्यो अब आएको फेरि होइन आयो यो दुइटा फेरि लागिरहेको छ अब के भन्दा है लागिरहेको कुरा के भन्दा हिँड्नुहोस् न त यिनीहरूको ठिकठाक कुरा होस् सो यो घाँसहरू हेर्नु न बाख्रालाई घाँसहरू चल्यो गाडै छ कि तपाईँको हरियो छ है एकदमै चिसो छ मौसम छ हावा उस्तै चलिरहेको छ तपाईँको सुने हावा चल्छ कि भने यस्तो चिसो हावा चल्छ नि भनेको यसो अनि त्यो माथि अब होइन कपडा एउटै मात्रै लगाएर मुस्किल भइरहेको छ कि केदेखि नै तपाईँको म लगभग एक हप्ताभन्दा पनि बढी भयो होला म होइन 3-4 पुरा खप्टा हिँडेँ क्या अब त जाडो गएर अब कुनै खाने चिजो हुन्छ गाडी हिँड्नुपर्छ भनेर 3-4 पुरा खपाइदिएको अब अहिले आएर खोलेको यस्तो हल्को भयो होइन मलाई त यस्तो हल्को अनि त्यही भएर हल्को फिल भइरहेको छ तर जाडो पनि भइरहेको छ है चाहिँ अब यस्तो जाडो मतलब होइन बस एकदम है यो मेरो भाइ के भन्नु यार